छिटो नि यहाँ धेरै बेर हुन्न नि भिडियो कुट्नु नि के नको सक्छन् हुन्न धेरै बेर भिडियो म पनि पारे हुनलाई ल न अब तपाईले मलाई खिच्नु धेरै बेर हुन्न यो भिडियो जति मात्रै देखाउनलाई म डिलिट गरिहाल्छु म त खिच्न जान्दिन नि यस्तै छोड्दिनु हेर्नु आगे आउनु दूर नजानु आगे आउनु हेर्नु मात्रै अनि कुन बन्द गर्नु नगर्नु केही पनि नगर्नु सिर्फ छाइने राम्रो छाइने गर्नु मात्रै भइराख भिडियो देखि मोली सिंकी बनाएको नि कुट्नु हात पनि कुटेला नि यता गर्दा सिंकी खाने हो धेरै बेर काट्दिन्छु नि मैले कुटेको पनि निकाल्नु नि अनुहार मात्रै निकाल्नु भयो देखेर मेरो भिडियो खिचेको कस्तो यहाँ सबै आउँछ एकैचोटि मुला पसेछ सिकाएको यहाँ दाउरा साउरा सबै आउँछ होइन मैले बाछीलाई बोलाएको मान्छे यस्तो यहाँ दिन लाग्दैछु बस्नु तान्दा हुँदो रहेछ कति राम्रो आयो तपाईँको तपाईँले नजान्नु मैले तान्छु त भनेको हो नि तपाईँलाई त्यही त मैले जानिनँ नि त भिडियो चाहिँ अलिक अँध्यारो आयो यहाँबाट अलिक उज्यालो आयो राम्ररी मजाले खानु नि मलाई राम्रो खिच्नु अरे सुन्दर रहेछ त क्यामेरा त लामो हुन्छ आमाले बोलाउनु केही नखिच्नु सक्दिनँ जानु 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 लाउनु यहाँ खिच्ने होइन अलिक पछि जान्छु मलाई चाहिने गरेन सबै निकाल्नु लुटो हुन्छ निकाल्नु गर्दैछु पुकार
गर्नु पर्दो रहेछ त अनि खिचिराख्नु पानी लिएर आउँछ नि हाल्छ पुरा मेरी बहिनीलाई बर्बाद गरेछन् काम लगाएर भन्ने भाइ अब दिदी चाहिँले अब यहाँ धनिया रोप्ने नि नानीको यता छिटो कहिले जित्नु भोलि धनिया रोप्नलाई नि पर्बुजी माटो भिजाएको नि अरे भित्ने गरिहाल्नु नि यहाँ बताउने मात्रै होइन छोड न सबै खिच्छु सबै हाल्नु मुख पनि निकाल्नुपर्छ राधे राधे बोल बरसाने में दो मुख से राधे एउटी कृष्ण की बौलाई गएर साली आकी थी यहाँ यो झर्र पनि नि देगी तुमको शक्ति मिलेगी तुमको कृष्ण की भक्ति राधे चरणों में सिर झुकाया करो राधे राधे जपा करो राधे राधे जपा करो कृष्ण नाम रस पिया करो ना लैर आइन नि त उताको पर्छ मैले गरेको नि खडा खानु चाहियो नि उतो ठुलोलाई खिच्नु ठुलोलाई खिच्नु छिट्नु छिटो गाओ माँ देवकी ने जन्म दिया मैया यशोदा ने पाला मक्खन खिला के मिश्री पिला के उन्होंने तुझको संभाला बालों का राजा फिर से तू आजा बालों का राजा फिर से तू आजा काए बंसी वाले बंसी बजा तेरे गोपिया बुलाते हैं कहाँ मेरा श्याम अब के महादेव की फेरि तो पूरा गाना फेरि सुरु देखि हैन त पूरा गाना नि गाए त्यति हो पूरा सेटै गा जमुना किनारे रेणु चरावे जब से तुरा सर जावे राधा रो के पागल हुई लेकिन तुम्हारा बताना जमुना किनारे रेणु चरावे जब से तुरा सर जावे राधा रो के पागल हुई लेकिन तुम्हारा बताना बालों का राजा फिर से तू आजा बालों का राजा फिर से तू आजा कहाँ है बंसी बंसी बजा
तेरे गोपिया बुलाते हैं हाँ कहाँ है मेरा श्याम रे बंसी वाले ने जन्म दिया है मैया यशोदा ने पाला मक्खन खिला के मिश्री पिला के उन्होंने तुझको संभाला देवकी ने जन्म दिया है मैया यशोदा ने पाला मक्खन खिला के मिश्री पिला के उन्होंने तुझको संभाला बालों का राजा फिर से तू आजा अलिक छेउमा बालों का राजा फिर से तू आजा कहाँ है बंसी वाले बंसी बजा तेरे गोपिया बुलाते हैं हाँ कहाँ है मेरा श्याम तेरे बिना गोकुल सुना सुना है बादवन सुना सुना है फिर से तू आके रस रचाओ के ओ मेरे कृष्ण कन्हैया तेरे बिना गोकुल सुना सुना है उताबाट आउनु न किच्छु गाउँदै आउनु फिर से तू आके रस रचा के ओ मेरे कृष्ण कन्हैया बालों का राजा आजा बालों का राजा फिर से तू आजा कहाँ है बंसी वाले बंसी बजा तेरे गोपिया बुलाते हैं हाँ कहाँ मेरा श्याम अझै गा माले दिएको छेउमा हुँदैन अब उतो गान उतो तैँले गाइस् अघि उहाँ गाइस् जान्दछस् पुरा गा बिस्तामा जा किन मेरो सपनामा आएर कृष्णजीले बाँसुरी बजाए जादूगरी मेरो मन लुटी गई रसभरी जादूगरी मेरो मन लुटी गई फेरि तिमन कता गए मेरो सपनामा मलाई दिनु न मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए किन मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए दिन देखी कोही खोजी बनेर पागल जै लाज छोडी छोडी माउस दिन देखी कोही खोजी बनेर पागल जै लाज छोडी छोडी जय ताई हिँडिसके सबतिर खोजिसके जय ताई हिँडिसके सबतिर खोजिसके मतलब जानु तिमन कता गए मेरो सपनामा किन मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए किन मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए पन्ने छन् हात मेरो जुन दिन कलुवा हेर्नु लुटाने छु उनको मुरलीमा पन्ने छन् हात मेरो जुन दिन कलुवा हेर्नु लुटाने छु उनको मुरलीमा उनीलाई सम्झी आफूलाई भुलिसके उनीलाई सम्झी आफूलाई भुलिसके राति मन कता गए मेरो सपनामा किन मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए किन मेरो सपनामा आएर कृष्णजीले आँगनमा बाँसुरी बजाए
हरे कृष्ण हरे बोल जाओ फेरि जाओ अब एउटा भजन उठो अहिले देखाउँछु अब एउटा उठो अहिले खाएछ अद्दबारीमा गाइसे सुन्तला बारी के बारी भन्ने दाई चोरी खाए कृष्ण भन्ने कालेले दाई चोरी खाए 16,000 गोपिनीलाई एक घुमाए ल्याउन राधिका कले तागो पारी सुन्तलाको रसले भिज्यो तिम्रो सारी ल्याउन राधिका कले तागो पारी सुन्तलाको रसले भिज्यो तिम्रो सारी अनि 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 त्यो जायत में हो कृष्ण भन्ने कालेले दाई चोरी खाए 16,000 गोपिनीलाई वरलाई घुमाए वारी आउन राधिका कले तागो पारी सुन्तलाको रसले भिज्यो तिम्रो सारी नचम्की गानो देखाउनु पर्छ अब यो सबै सकिन्छ अनि अझै गाऊ न अब एउटा भजन गाऊ किनभने घरि हुन्छ नि त भन खम्मा फोरी नरसिंहबाई खम्मा फोरी नरसिंहबाई खम्मा फोरी नरसिंहबाई दर्शन दे आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो बेगर नाचन सुदर्शन यता आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो कमलको फुलाटी तेरो रुना गरुरमा आउनुभयो कमलको फुलाटी तेरो रुना गरुरमा आउनुभयो गराला मारी गजब बचाई दर्शन दिनुभयो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो बालक दुर्बजी जंगलमा रुँदै जाँदै थिए बालक दुर्बजी जंगलमा रुँदै जाँदै थिए यो सकिन्छ नि बालक दुर्बजी रुँदै जंगलमा रुँदै जाँदै थिए बालक दुर्बजी जंगलमा रुँदै जाँदै थिए हरिले आउने बेला गो हरिले आउने बेला सुदर्शन एसाइल दुष्टसँग नमत बचाउन दुष्टसँग नमत बचाउन आउने बेला गो हरिले आउने बेला गो दुष्टै रहने पलाटमाथि मर्न जानकन भयो दुष्टै रहने पलाटमाथि मर्न जानकन भयो हरि नरसिंहबाई खम्मा फोरी नरसिंहबाई भक्त बचाउनु भो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो नंदन यशोदा प्यारा भक्त देवकी नंदन यशोदा का प्यारा भक्तों का रखवाला हरे कृष्ण मुरारी हे गिरिधारी कृष्ण मुरारी दर्शन हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो दुष्टसँग भक्त बचाउन दुष्टसँग भक्त बचाउन आउने बेला गो हरिले आउने बेला गो सारे दुखी छु भक्त प्रभुको बिन्ती सुन्नु सारे दुखी छु भक्त प्रभुको बिन्ती सुन्नु हो दर्शन दिए तो समाई साथे लानु हो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो हरिले आउने बेला गो
दुष्टसँग नाम भक्त बचाउन दुष्टसँग नाम भक्त बचाउन आउने बेला हरिले आउने बेला हरिले आउने बेला भो हरिले आउने बेला भो सक्यो अब अझै एउटा होइन यहाँ एकैचोटि देखाउँछु हो त होइन तैँले अस्ति उहाँ स्वरूपमा गाइथिस् हामीहरू आउँदा राम्रो गान त अझै एउटा हो त ओसाकीको होला त दुनियाँलाई थाहा छ थाहा नभएको गान एउटा मलाई थाहा नभएको मैले नसुनेको फेरि रातबाट मेरो साझा के अरे के छ लानु भने भन्नु के छ लानु कहाँ छ जानु के छ लानु कहाँ छ जानु बिताउ जीवन कृष्णलाई भजेर हो बिताउ जीवन कृष्णलाई भजेर के छ लानु कहाँ छ जानु के छ लानु कहाँ छ जानु बिताउ जीवन कृष्णलाई भजेर बिताउ जीवन कृष्णलाई भजेर भुल्यौ गर्वको प्रतिज्ञा भुल्यौ गर्वको प्रतिज्ञा मोह मायामा भुलेर उभिन माथि उभिन पछि उभिन तब उभिन गा गा के छ लानु कहाँ छ जानु के छ लानु कहाँ छ देखेन यो बिताउ जीवन जीवन कृष्णलाई भजेर ओ बिताउ जीवन कृष्णलाई भजेर आउँदैछन् जाँदैछन् गति यहाँ त्यही पनि कसैलाई छैन थाहा आउँदैछन् जाँदैछन् याद कति यहाँ त्यही पनि कसैलाई छैन थाहा कुकर्म गर्छन् यहाँ आफैलाई नै अमर ठानेर हो आफैलाई नै अमर ठानेर के छ जानु कहाँ छ जानु के छ लानु कहाँ छ जानु बिताउ जीवन कृष्णलाई सम्झेर बिताउ जीवन कृष्णलाई भजेर फर्किनु छ हामीले संसारमा जीवनको छैन बरो फर्किनु छ हामीले याद नै गर संसारमा जुन छैन बर हसतीलाई कति ठानेर हसतीलाई कति ठानेर आमा भन् सीता भन् सबैलाई हरे कृष्ण भन् सबैलाई हरे कृष्ण भन् हरे कृष्ण अब गा भजन गा महादेव किने जल्दी गा कृष्ण मुराली सुदर्शनारी मुरली बजाउने तिमी कहाँ छौ मुरली बजाउने तिमी कहाँ छौ कृष्ण मुराली सुदर्शनारी कृष्ण मुराली सुदर्शनारी मुरली बजाउने तिमी कहाँ छौ भक्त सुदामा गाएर आए भक्त सुदामा गाएर आए एक मुठी चामल साथमा ल्याए काँचे बाबुले कसरी खाए काँचे बाबुले कसरी खाए एक मुठी चामल साथमा ल्याए एक मुठी चामल साथमा हरे कृष्ण भन् हरे कृष्ण भन् अब हरे कृष्ण महादेव की ने जन्म लिया है नैया
सोराने वाला मखान खिला के बिसुरी पिला के उलों में तुझको संभाला गालों का राजा किसके तू आजा कहाँ है मेरा श्याम रे बंसी बंसी बजा तेरे गोपियाँ बुलाते हैं मेरा श्याम रे गाना कहाँ है मेरा श्याम गाना ऐसे यहाँ कहाँ है मेरा श्याम रे नाच बंसी बजा तेरे गोपियाँ बुलाते हैं हाँ एक गाना होइन अर्को भजन छिटो गा अर्को भजन छिटो गा टोपी निकाल त को दुख यो गाले माता गए त्यही छोडेर मनमा गोतै गले बाटो छ उमेरमा पिरा पर्यो मनमा तपस्या गर्न भनी गए वृन्दावन हरे कृष्ण भन अब हरे कृष्ण आमा भन उतो भन नरसिंह भाइ अवतार लि भन्ने के रे उसले जान्दछ अझै छ अनि गरामारी गजबचाई दर्शन दिनु गरामारी गजबचाई दर्शन दिनु हरिले आउने बेलाको दुष्टै रन्ने फलादमाथि मान्न नम्टन हे गिरिधारी कृष्ण मुरारी दर्शन दिनु हरिले आउने बेलाको तानिसु कमलको फूल टिपेर रुदा भने भनि छैन त भन कमलको फूल टिपेर रुदा गरुडमा आउनु भो कमलको फूल टिपेर रुदा गरुडमा आउनु भो खन्ना बोरी गरामारी गजबचाई दर्शन दिनु भो हरिले आउने बेला भो हरे कृष्ण के गर्ने हो फेरि भर्ना लगाउने यो यहाँसम्म आउँदा तल हुन्छ अझै गाउँदा हुन्छ भयो म थाहै आउँछु आमा भन् त्यता खोइ भन् म सानो सुदर्शन पाल्छु म सानो सुदर्शन हो भन् त थाहै गर्छ नि म सुदर्शन पाल्छु सुदर्शनलाई एउटा ल्याउँछु त सानो सुदर्शन
जान्छ जान्न खाइ सानीमा सानीमा म तपाईँसँग थाहा जान्छु भन् जसले ल भन्न ल छोरा खोला खाना खोला ठ्याप लडी त ओर्ली त्यसरी उल्टो रुखमा चढेर भरे राम्रो भएर नि गाजर लाएर कपाल टुपी बाँधेर तिलक लगाएर अनि जय प्रभुपा जय शिला प्रभुपा नखिच्नु होइन उसलाई सिकाउनु खिचेको होइन काट्दा हुन्छ सिकाउनु न जय प्रभुपा जय शिला प्रभुपा भन्दै नि भजन गाउनुपर्छ खै कस्तो निस्क्यो बाबाको कहाँ भिडियो खिच्दैछु रोकेकै छुइनँ यसलाई देखाउ त यस्तो खिचेको भयो कति राम्रो देखिन हो नि त त्यस्तै है अब मरे म त सोल्टिनँ अनुहारै पिन्डे गरे जस्तै देखिएछ देखिहाल्नुहुन्छ नि अहिले नि आमा कति राम्रो देखिनु हो नि उज्यालोमा देखाउ त लाग्दो आयो होइन होइन बन्द गरेकै छुइनँ देखाउ त भन्नुहुन्छ ठेर्नु देखाउँछु मलाई हेर टोपी निकाल आऊ आस्ते आस्ते चाँदनी आस्ते आस्ते सकिन भिडियो हो खिचिरहेछु त अनि जाऊ त खिच्दैछु बाई बाई गर आऊ 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 साइकेलमा चढ्नलाई अब माली दिले साइकेल नोरे गर्नुहुन्छ अनि नचम्कने एकछिन साइकेलमा बस्नलाई तयार हुआ वरिपरि घेर जाऊ माली दिलाई वरिपरि माली दिलाई घेर न जाऊ त जाऊ न उता सबैलाई खिचेको साइकेल नोरे गरेर माली दिले कसरी लैजानुहुन्छ तिमीलाई स्कुल नङ नटक हो त्यही भनेको कतिजनालाई कस्तो दुःखले लैजानु हुँदो रहेछ लुएर ल बस त एकैछिन भए पनि बस चाँदनी चाँदनी अघि बस मालिदीको अघि बस पुरुषोत्तम नबस पुरुषोत्तम नबस एकैछिन चढ मात्र एकैछिन तैँले बाई बाई गर पुरुषोत्तमले बाई बाई गर जाऊ
बाय बाय अरे वो हेर्न बाय बाय गाना गाओ अलिक माथि आइज न यता माथि आइज एकजना यो आगामा आइज एकजना यो आगामा आइज लौ 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 तँलाई पनि लौ प्रीतम गाना गा जे पनि गा 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 यो माथि आइज यसमा आइज यसमा आइज न यसमा चढ यसमा खाना खोल चढ छिटो को समाज गाउन नि हान्न भ्याइन कुट भन्नु न तो पुतलीलाई हेर्नु न एक्टिङ गरेको त पुतलीले गाना गाऊ त्यसलाई के भयो नि त रुँदैछ ला अलि मन्युले मारेछ तपाईँले हेर्नु त म गर्छु यिनीहरूलाई ल्याउनु त ए अभिमन्यु
ए सेना तर रामेरी हेर ले पाए बोलते तेरो मुखले चाटे दिन्छु नि खोइ तिर्ते चाहिँ कहाँ गएछ होइन कोर्छ त ल मैले जले कोर्छ नि अरे कोरा आउ त ओरा आउ त ओरा छिटै छु न के हो एक करो मलाई खिच अहिले देखिन्छ अब देखिन्छ अभिमन्यु अब भाँच्छ त चुहाको बुटा पाँचजना बच्चा छ तुम्हारे घर 6 जना बच्चा छ तर म उत्रन्छु लाग्नु छिटो जैसँग परेछ भाइ उत्र आयो दारुमा फेरि छेउछेउ उत्र भयो नानी उत्रि भयो 1 2 मलाई खिच्नु 1 2 मलाई खिच्नु आज आका निकले लाने खिच्नु झुन्डेको अब यहाँ कहाँ देखिन्छ नानी लाइने उभा लाइने उभा न जान्दैन नाच्न जा नाच जानु त चाँदनीसित घुम बन्दना अत्तेरी घुम न
छोरी आउन चारजना आए घुमा 4 जना नै घुमा पुष्प ताम्रा जाँदा नि घुमा यता हो पुष्प ताम्रा जाँदा नि घुमा अनि फेरि ताम्रा बन्दना घुमा अच्छा घुम्न नानी आस्ते आस्ते तिमीहरू 2 जना अँगालो मारेर पुष्प जाँदैन न उठाट यता हट न एकछिन हट मुरली बजा न मुरली बजा साधन जाना साधन के पीछे उभी जा खिदिन्छु जाऊ त्यहाँ उभी यहाँ बस जा खिदिन्छु जा यहाँ बस त्यो मैले बन्द गरेँ नि हाँस्न अलिअलि खिचिदिएछ नानी यता मुरली बजा नानीलाई तैँले जग्गालो मार्न निकाल तैँले कुमासमा त नीचे गर तिमीहरू हट जाँदैन हट गन्जी तान्न अलिकति नीचे गन्जी तान्न जाँदैन यहाँ उभि बन्दना पछि उभि जा उसको छेउमा ठिकै छ उसलाई यसो गर न कुममा पहिले उसलाई कुममा गर अलिक छेउमा बन्दना छेउमा जा ताई छेउमा आज भाइको यसलाई यसरी खिचिराख्छ हरिमाया यता समात्न त जा वहाँ यहाँ आइज तैँले उसलाई कुमा यसरी समात फोटो खिच्नलाई हो त्यसरी होइन तँ खाँच्यो अलिक टेरी नसानी गरिदिनु नि यहाँ आइज तुम्हारे क्या रहेगा? पैसा हो शंभू बांगो भी ना बांगो
उता फर्केर हो त्यसरी तबन त्यसो उता म यसरी यसरी अलि यसरी ए सुन गीत कहीं मत तुम छोड़ ना उतार दिला फेरि बनाना कहाँ है कि हस 1 2 3 आया मामा तेने आमा तिमीले के रे आमाले देखाउँछ भिडियोमा हेरि राख त आया काडु Kita jangan aku. Ya. Kita bagaimana itu kita kan ya loh. Lala. No, baru no. Gordi na. तपाईको ज्वाइँलाई गएर देखाइदिन्छु नि भन्न देउनु न अनि